यो मन डाँडाको चौतारो अनि यहाँ चाहिँ समाज शीतल छ। यहाँ पुरानो स्कुल छ, माथि गाउँ छ अनि हाम्रो बाइक यहाँ छ, बाइक पार्किङ। यहाँ चौतारो बस्ने ठाउँको व्यवस्था छ। सानो साथीभाइ ल ठिक छ नि हामी यहाँ चौतारो एकदम बस्न राम्रो रहेछ। अब खाना ठाउँ ल फेरि आउनु पर्छ यो ठाउँमा। आमालाई नि भयो होला चाहिँ आमा एक्लै हुनुहुन्थ्यो। यहाँ 70% बेल थियो होला। हाम्रो पनि केटाहरू आए 17जना 15 जना केटाहरू आउँदा त आमा पनि अब आत्मामा उत्साहित हुनुभयो कि यो केटाहरू भनेको त आउ। यहाँ माथि आउने बाटो जङ्गल छ। तल के डाँडा रे गैँडा खोला तल त्यस रातोसम्म देखेको ठाउँमा त्यहाँनिर राइनो कटेज छ। त्यसपछि हामी कोलिया बसन्तपुर चोरमाराको जङ्गल हामी देख्न सक्छौँ।